विश्व शान्तिको कामना सहित अहिले अमेरिकामा देखिएको भिक्षुहरूको पैदल यात्री वाक फर पीस नामको लामो यात्रा मार्फत बौद्ध भिक्षुहरूले शान्तिको सन्देश फैलाइरहेको अभियान चलिरहेको छ। यो यात्रामा करिब 18 देखि 24 जना बौद्ध भिक्षुहरूले सन् 2025 अक्टोबर 26 मा टेक्सासको फोर्ट वर्थ स्थित वाङ्दो विपासना भावना सेन्टरबाट पैदल यात्रा सुरु गरेका हुन्। यो यात्रा करिब 2300 देखि 2800 माइल करिब 3700 किलोमिटर लामो छ र उनीहरूले विभिन्न शहर र गाउँ हुँदै अमेरिकाभरि हिँड्दै शान्ति, करुणा र अहिंसाको सन्देश दिइरहेका छन्। यो वॉक फर पीस अहिले पनि जारी छ। 2026 तिर वाशिंटन डीसी पुग्ने लक्ष्य चाहिँ राखिएको छ। यसरी भिक्षुहरू मुख्य उद्देश्य अमेरिकाभरि मात्रै नभएर विश्वभरि शान्ति, करुणा, एकता, माइन्डफुलनेस अभ्यास गर्न प्रेरित गर्ने राजनीतिक विरोध प्रदर्शन होइन भन्ने उनीहरूले स्पष्ट गरेका छन्। केही भिक्षुहरू खाली खुट्टा हिँड्ने, दिनमा 20 देखि 25 माइल चाहिँ यात्रा गर्ने, बाटोभरि भेटिने मानिसहरूसँग शान्ति, क्षमा र आरोग्यको सन्देश बाँड्ने गरिरहेको देखिन्छ। कतिपय भिक्षुहरूको खुट्टा चिसो र हिँडाइको कारण पटपटी फुटेका छन्। जहाँ जहाँ उनीहरू पुगेका छन् अभूतपूर्व स्वागत र सम्मान पाएको छ। हरेक दिन उनीहरूले नयाँ गन्तव्य पूरा गर्दा स्थानीय सर्वसाधारण र स्थानीय सरकारी अधिकारीहरूले पनि स्वागत गर्दै कतै परिवार उडाएर त कतै हातमा फुलका गुच्छाहरू दिएर हौसला बढाइरहेको देखिन्छ। साँच्चै नै बाटैभरि हेर्नुहोस् त भिक्षुहरूले स्वयं भगवान स्वरूप मान्नु भएर चाहिँ श्रद्धापूर्वक एकदम साष्टाङ्ग दण्डवाद गरिराख्नु भएको छ। यो कृपा, करुणा, मैत्री र सद्भावले हर जो कोहीको मन बहकिएको छ। साँच्चै नै भगवान बुद्ध हाम्रो देश नेपालमा जन्मिनु भए तापनि उहाँको शिक्षा देश तथा विदेशमा विश्व ब्रह्माण्डभरि फैलिएको देखेर अत्यन्तै मन गौरवान्वित भए। अमेरिकामा बढ्दो विभाजन, मानसिक स्वास्थ्य समस्या, हिंसा र द्वन्द्वबीच शान्ति भित्रबाट पनि सुरु हुन्छ भन्ने सन्देश दिन मानिसहरूले आफ्नो मन शान्त बनाएर समाजमा शान्ति फैलियोस् भन्ने उद्देश्य बोकेको देख्दाखेरि पनि एकदम धेरै मन खुसी लाग्यो। हरेक शहर गाउँमा मानिसहरू भेटेर सचेत, ध्यान, करुणा, क्षमा, एकता सिकाउने कठिन जीवन यथार्थ भोगिरहेका समाजलाई हिलिङ, आरोग्य र आशाको सन्देश दिन खोजिएको छ। यो कुनै राजनीतिक पार्टी र नीतिको विरोध समर्थनको प्रदर्शन नभएर न त धर्म परिवर्तन गराउने अभियान नै हो। यहाँ भिक्षुहरूले भनेका छन् कि मुख्य लक्ष्य मानिसको जीवनमा शान्ति र करुणा जागृत गराउनु हो। विश्वभरि अहिले द्वन्द्व भइरहेको समयमा पनि शान्ति भित्रबाट सुरु हुन्छ भन्ने सन्देश दिन मानिसहरूले आफ्नो मन शान्त बनाएर समाजमा शान्ति फैलियोस् भन्ने उद्देश्य राखिएको छ। करुणा, मैत्री, अहिंसा अभ्यास गर्दा परिवार, साथी, समाजभित्र भएका साना साना झगडा, इगो, बदला लिने प्रवृत्ति घट्छ, मेलमिलाप र सहकार्य बढ्छ। जात, धर्म, रङ, देश जस्ता भिन्नता भन्दा सबलाई समान दिन, सुख दुःख भएको मानव रूपमा हेर्ने दृष्टिकोण बलियो हुन्छ, जसले विभाजन कम र समानता सम्मान बढाउँछ। विश्वमा जुनै पनि तहका नेतृत्व तहका मानिसले पनि बुद्धको करुणा माध्यम मार्ग, अहिंसा, संवादको अभ्यास गरे भने नीतिमा युद्ध, हिंसा, हतियारबन्द शिक्षा, स्वास्थ्य, गरिब हटाउने कार्यक्रमलाई प्राथमिक दिने सम्भावना बढ्छ भन्ने सन्देश दिन खोजिएको छ। यो भिक्षु पैदल यात्रामा तपाईँहरूले पनि एउटा कुकुर देख्न सक्नुहुनेछ। एकदम धेरै इन्ट्रेस्टिङ विषय पनि रहेको छ। यो कुकुर चाहिँ खासमा पैदल यात्री गर्ने क्रममा भिक्षुहरूले चाहिँ ठ्याक्कै होइन इन्डियामा साथसाथमा उहाँहरूले चाहिँ कुकुरलाई उपचार गराइसकेपछि होइन कुकुर पनि साथसाथमा हिँड्न थालेको रहेछ। कुकुरको नाम आलोका रहेको छ। अहिले अमेरिकन नागरिकहरूले उक्त कुकुरलाई चाहिँ आलोका द पीस डग उपनामले चाहिँ चिनिरहेको छ। साँच्चै नै उहाँहरूको पैदल यात्राले करुणा, अहिंसा र शान्तिको दिव्य सन्देशले सम्पूर्ण विश्वलाई आलोकित गरोस्। द्रोह, हिंसा र अज्ञानताको अन्धकार हटोस्। अमेरिकामा शान्तिको कामना सहित पैदल यात्रा गरिरहेका भिक्षुहरूको साधना सफल होस्। सबै प्राणी सुख हुन्, सबैको मैत्री र करुणा जागोस्, विश्वमा सदा शान्ति कायम रहोस्। अनि अन्तमा उहाँहरूको चाहिँ यो वर्षको बुद्ध जयन्ती चाहिँ वाशिंटन डीसीमा मनाउने योजना बनाउनु भएको रहेछ। यसरी भिक्षुहरूको पैदल यात्रा पछि होइन सम्पूर्ण प्राणी जगतमा चाहिँ सुख, शान्ति र समृद्धि छाउनेछ भन्ने अटुट विश्वास र हेतुको साथ आफ्नो मनले आफैले पीस पाएको महसुस गरे। समस्त प्राणीको उद्धार होस्, सारा राष्ट्रको कल्याण होस्, यस प्राणी जगतमा सम्पूर्णको कल्याण होस्। बुद्धम शरणम गच्छामि, धम्मम शरणम गच्छामि, संघम शरणम गच्छामि। नमो गुरुवे नमो बुद्धये नमो धर्मये नमो संघये नमो ओम गुरु नमो नमः।